मलेसियासँगको महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला नेपालले जितेको छ। आज भएको 5औं तथा अन्तिम निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई 5 विकेटले हराएको हो। नेपालले श्रृङ्खला 3-2 ले जितेको हो। मलेसियाले जितका लागि दिएको 104 रनको लक्ष्य नेपालले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। रुबी पोदारले 26 र पूजा महतोले 23 रन बनाइन्। मलेसियाका नूर आलिया, बत्रिसिया बिन्ती, नोर्मिजाना, माहिरा इज्जती र एना हामिजाह हासिमले समान 1 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 103 रन बनाएको थियो। मलेसियाका लागि विनिफ्रेड एने दुराइसिङमले 40, महिरा इज्जतीले 19 र एना हाजिमजाह साहिमले 15 रन बनाए। नेपालकी राजमती एरीले र कविता कुवरले सम्मान 3 तथा रचना कुमारी चौधरीले 1 विकेट लिएन्। श्रृङ्खलाको पहिलो खेलमा नेपाल 3 रनले पराजित भएको थियो भने दोस्रो खेलमा 6 विकेटले विजयी भएको थियो। त्यस्तै तेस्रो खेलमा नेपाल मलेसियासँग 13 रनले हारेको थियो भने हिजो भएको चौथो खेलमा नेपाल 6 विकेटले विजयी भएको थियो।